many Maggie stories. सुन्दर गाउँ झालामा जीवन शान्त र सुस्त थियो। तर गाउँलेहरू थाकेका र निशक्त भएका थिए, आफ्नो दिनलाई उज्यालो बनाउने केही कुराको खोजीमा। दुई भाइ बहिनी केशव र प्रकृति योगाको बारेमा एक जादुमय पुस्तक फेला पारे। उनीहरूले यसको अद्भुत फाइदा सारा गाउँले बीच प्रकाशित गर्ने प्रेरणा पाए। उनीहरूले सबैलाई ठुलो रुखमुनि योगा कक्षा सुरु गर्न रङ्गीन पोस्टर बनाएर निमन्त्रणा गरे। तर पहिलो दिन केही गाउँलेहरू मात्र आए। तर केशव र प्रकृतिले उनीहरूलाई मुस्कानसहित स्वागत गरे। गाउँभरि खबर फैलिँदा अझ धेरै मानिसहरू आउन थाले। बटुवाको रुख एक एकताको प्रतीक बन्यो। त्यस गाउँका ज्येष्ठ मोहन, जसलाई हिँड्न पनि समस्या हुन्थ्यो, अब सोझो उभिन थाले र अरूलाई सास फेर्ने अभ्यास सिकाउन थाले। पुरै गाउँमा परिवर्तन आयो। मानिसहरू बलिया, स्वास्थ्य र पहिले भन्दा धेरै खुसी देखिन थाले। त्यस गाउँकी गाउँ प्रमुख अम्बाजीले केशव र प्रकृतिलाई झाला गाउँमा खुसी ल्याएकोमा प्रशंसा गरिन्। त्यस दिनदेखि योगा गाउँको प्रिय परम्परा बन्यो, जसले सबैलाई स्वास्थ्य र सुखी प्रदान गर्यो। र यसै गरी यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।